हेलो एभ्रिवान, यहाँहरूलाई मेरो च्यानलमा स्वागत छ। आज म बनाउँदै छु एकदमै मिठो खिरको रेसिपी। नयाँ वर्ष स्पेशल आज म खिर बनाएर हजुरहरूलाई देखाउँदै छु। मैले गहुँको चामललाई लिएको छु, 1 कप चामल र अलिकति यति चामललाई लिएको छु मैले यसलाई। अब यो चामललाई चाहिँ म राम्रोसँग पखाल्दैछु। अब यो चामललाई चाहिँ यसरी एकछिन भिजाएर राख्ने। मैले चाहिँ यहाँ यो 1 लिटर भयो, टोटल 2 लिटर दुधलाई लिएको छु। अनि यो चाहिँ मसिनो बनाएको कोरेको नरिवललाई लिएको छु। अनि यो चाहिँ यतिको काटेको नरिवललाई लिएको छु। र यति सामग्री भएपछि हामीले खिर बनाउन सक्छौँ। र चामललाई यसरी भिजाएर लिएको छु। अब सुरु गरौँ त खिर बनाउनको लागि। पहिला सुरुमा चाहिँ हामीले दुधलाई तताउनु पर्छ। दुध तताएर बनाएको खिर एकदम मिठो हुन्छ। त्यसैले मैले दुधलाई यसरी तताउनको लागि राखेँ। ग्यासलाई अन गरेर एउटा कुकरलाई राखेँ। मैले हाइट हुनको लागि कुकरलाई राखेँ। आज हामी खिर चाहिँ यसरी कुकरमा बनाउँदैछु। मैले चाहिँ कुकरमा बनायो भने एकदमै छिटो खिर बन्छ, छिटो पाक्ने हुन्छ। लागि मैले यसमा चाहिँ गाईको शुद्ध घिउलाई लिएको छु। अब घिउलाई मेल्ट हुनको लागि छोड्ने। घिउ पनि तातिसकेको छ। अब यसमा मैले यो अहिले काटेर राखेको नरिवलको टुक्राहरूलाई राख्दैछु। यसलाई फ्राई गर्ने। नरिवल पनि फ्राई भइसक्यो। अब यसमा हामीले चामल राख्नुपर्छ। अब यसमा म चामल राख्दैछु। अब चामल राखेपछि यसलाई चाहिँ 1 मिनेट जति यसरी भुट्नुपर्छ। यसरी चामललाई पहिले हामीले भुटेर बनाउनाले चाहिँ हाम्रो खिर एकदमै मिठो स्वादिलो हुन्छ। यतापट्टि पनि हाम्रो दुध तात्न थालिसक्यो, 1 उमाल आइसक्यो। अब यो दुधलाई चाहिँ हामी यसमा खनाउनु पर्छ। अब म चाहिँ दुधलाई खनाउँदैछु। अब दुध खलाएपछि यसरी हामीले यसलाई चाहिँ यसरी चलाइ पकाउनु पर्छ। अब यो खिरलाई चाहिँ हामीले यसरी बिस्तारै चलाउँदै पकाउनु पर्छ। एकचोटि दुईचोटि उम्लिएपछि चाहिँ यसलाई हामीले सिटी लगाएर
हाम्रो यो 2 सिटीमा नै खिर पाक्छ। अब हाम्रो यो खिरको दुध पनि उम्लिन थालिसक्यो। अब यसलाई चाहिँ मैले यसरी प्रेसर कुकरको ढक्कन लगाएर 2 सिटी लगाउँदै छु। हाम्रो 2-3 सिटी पनि लागिसक्यो। अब चाहिँ यसलाई म ग्यास अफ गर्छु। हाम्रो खिर चाहिँ यस्तो बनेको छ, हेर्नुहोस् त। मैले यसमा चिनी राखिसकेँ। स्वाद अनुसार आफूलाई कति मनपर्छ, कतिको गुलियो मनपर्छ त्यही अनुसारको चिनी राख्ने। र अब यसमा कोरेर राखेको नरिवलको धुलोलाई यसरी राख्दैछु। यसलाई मिक्स गर्ने। हाम्रो खिर पनि बनिसक्यो। एकदमै राम्रो खिर बनेको छ। हाम्रो खिर यस्तो राम्रो पर्फेक्ट खिर बनेको छ, हेर्नुहोस् त। अब यसलाई म कटोरामा सर्भ गर्दैछु। फेरि हाम्रो यो खिर रेडी भइसक्यो। काउलीको तरकारीसँग यसरी खिरलाई सर्भ गरेको छु।